आज हामीले यो भिडियो मार्फत इन्भेन्ट्री मोड्युलभित्र रहेका महत्त्वपूर्ण फिचर्स, खरिद, ट्रान्सफर र सामग्री खपत प्रयोग गर्ने तरिका सिक्नेछौँ। सबैभन्दा पहिले खरिद फिचरमा गएर नयाँ सामग्रीको विवरण प्रविष्ट गर्न सकिन्छ। यहाँ बिल टाइप, र्याक वा प्यान, सामान पठाउने स्थान, वेयरहाउस वा साइट, पार्टी, बिल नम्बर, डेट र पेमेन्ट टाइप, क्याश, क्रेडिट वा ब्याङ्क जस्ता आवश्यक विवरणहरू भर्नुपर्ने हुन्छ। त्यसपछि सामग्रीको नाम, क्वान्टिटी र रेट राखेर सेभ गर्दा खरिद गरिएको सामान स्वतः सिस्टममा रेकर्ड हुन्छ। त्यसपछि ट्रान्सफर फिचर मार्फत साइट र गोदाम बीच सामान सजिलै ट्रान्सफर गर्न सकिन्छ। सुरुमा सामान कहाँबाट पठाउने हो, साइट वा गोदाम चयन गरी सम्बन्धित स्थान छान्नुहोस्। त्यसपछि सामान कहाँ पठाउने हो भनी डेस्टिनेसन चयन गरेर मिति राख्नुहोस्। अब ट्रान्सफर नेम राखेर पठाइने सामग्रीहरूको सूची, क्वान्टिटी र रेट भर्नुहोस्। आवश्यक भए नोट्स थप्न सकिन्छ र सबै विवरण पूरा भइसकेपछि सेभ गर्दा सम्पूर्ण ट्रान्सफर सिस्टममा सुरक्षित हुन्छ। अब सामग्री खपत फिचर प्रयोग गरेर प्रयोग भएको सामग्री रेकर्ड गर्न सकिन्छ। ठाउँमा साइट वा गोदाम चयन गरी मिति राख्नुहोस्। त्यसपछि थप सामग्रीमा क्लिक गरेर सामग्रीको नाम र खपत भएको मात्रा, क्वान्टिटी प्रविष्ट गर्नुहोस्। आवश्यक परे थप सामग्री पनि जोड्न सकिन्छ। उपलब्ध स्टक हेरेर सुनिश्चित गर्नुहोस् कि पर्याप्त सामग्री छ। अन्त्यमा खपत सुरक्षित बटन थिचेर विवरण सेभ गर्नुहोस्।